हेलो एभ्रिवान, गुड मर्निङ। तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। अनि आज चाहिँ मेरो ब्रेकफास्टमा के छ भने मैले मिक्स चाउमिन पास्ता बनाइदिएको छु। यसमा मैले ग्रिन भेजिटेबल अनि चाना मटरहरू लगाएर चिया पनि रेडी छ। अनि नानीहरू चाहिँ 8 बजीदेखि आउँछ ब्रेकफास्टको लागि। अनि मैले सबै कुरो रेडी बनाइसकेँ र नानीहरूले चाहिँ यो पास्तासँग चाहिँ योसँग खान्छ है। कति नानीहरू चाहिँ फेरि चिनीको चियामा यो चिउरा पनि भिजाएर खान्छ। चिउरा पनि राखिदिएको छु, बिस्किटहरू छ है। यो अलिकति खाब्जे पनि छ। अनि यहाँ टमेटो केचपसँग खान्छ नानीहरूले हो। तपाईँहरूलाई म के भन्न चाहन्छु भने मेरो यो ब्लगलाई तपाईँहरूले मन पराइदिनुहोस्। अनि तपाईँहरूले मलाई धेरै माया गर्नुभएको छ है। त्यसको लागि पनि म तपाईँहरूलाई धन्यवाद दिन्छु। हेरिदिनुहोस् है। तपाईँहरूले हेरिदिनु भएन भने त कसले हेरिदिन्छ। र तपाईँहरूलाई म यही भन्न चाहन्छु, मेरो ब्लगलाई मन पराइदिनुहोस्। हुन्छ।